सुशील रेग्मी अनि सबै जात भात मिलाएर एउटा गीत आइदियो राष्ट्रिय गीत ल ल ल ल ल सुन हामी सुन्छौँ ल ल आइदेऊ सँगले पनि यसलाई पनि ल गाइदेऊ हामी सुन्छौँ ल ल गाइदेऊ न सँगले नै सँगले सुन्दैन काम छैन के मान्छेको मायाले कति फरक पर्दछ जिन्दगी दारी पार्टनर उहाँले राजेश सालमा जितेको थियो हाम्रो के भन्नु हुन्छ नि व्याकुल महिला भन्ने प्रदीप कुमार राई हो त्यसको तिम्रो आफ्नो नाता पता हो कि मेरो टोपी तल फालेर चाहिँ गीत गाइदिन्छु गाइदेऊ गाइदेऊ आज गाइदेऊ गाइदेऊ के तर गीत दियो सय ढुङ्गा फुलका हामी एउटै माला कागज दियो राजु अनि सबै आयो सुन्नै भएन सुन्छु के सुन्नु सयथुका फुलका हामी प्रदीप कुमार राईजी हुन् मेरो बाबा मेरो मामाको सिनी कान्छो पुत्रो तपाईँ थियो हेर्नुहोस् तपाईँलाई नमस्कार मैले जिन्दगीमा धेरै कष्ट दुःख यताउता गरेँ होला म तपाईँको अबराम भन्नेको चाहिँ नि स्वास्नीलाई मैले लिएर 3 दिन 4 दिनमा चाहिँ मैले उहाँलाई जिताएँ र व्याकुल माइलाजी त्यसबेला एउटा फोटो खिचिदिनु भएको रहेछ बरडाँडा भन्ने ठाउँमा चाहिँ नि तपाईँलाई धन्यवाद यो फोटो मैले पछि लास्टमा पाएँ मैले देखेँ त्यसबेला उमेर जवान थिएँ धेरै भूमिका नमानिकन व्याकुलमा गीत गाइदिनु हुन लास्टमा चाहिँ नि एउटा कला कवि हुनुभयो तपाईँ मेरो शिरबाट तलसम्म चाहिँ नि मैले नमन गर्छु तपाईँलाई चाहिँ नि मैले प्रणाम गर्छु मेरो मामाको छोरा पुत्र तपाईँ हो देख्नुभयो गइयो अनि जेलमा गएँ त्यहाँ त्यसको पछि चाहिँ म जेलमा तपाईँको बाबा त्यस बेला वडा अध्यक्ष थियो उहाँ मानबहादुर राई तपाईँको बाबा उहाँले चाहिँ मलाई डराउँदै लग्यो 3 जना पुलिसले चाहिँ मलाई सिभिल ड्रेसमा चाहिँ आएर चाहिँ मलाई चाहिँ यस्तो तरिकाले लग्यो अबरामको घरमा चाहिँ तातो रातो भालेको चाहिँ झोल खुवाएर चाहिँ आइदियो हामी आएर चाहिँ पुलिसले समातेर चाहिँ गएँ म 51 साल वैशाख 22 गते त्यहाँ पुगेँ जिल्ला अदालतमा त्यहाँ पुगेँ बाबु नमस्कार तपाईँलाई धन्यवाद मैले नराम्रो काम गरेको होइन राम्रै काम गरेको हो अनि त्यहाँबाट 22 दिन बसेर त्यहाँबाट छुटकारा पाएर निस्के आएँ त्यही हो जिन्दगी अब यसले हाल्ने भएन